दाजुभाइ दिदीबहिनीहरू तपाईहरु सबैलाई म अवगत गराउँदैछु। जसको कसैको घरमा भूत बाधा भए पार मान्छेहरू परेशान हुन्छन्। जस्तै घरमा आगो लाग्ने, कपडाहरू काट्दिने, कपडाहरू घरबाट गायब हुने, बाहिरबाट ढोकामा ताला लगाए पनि भित्रबाट चामलहरू गायब भइदिने, राखेको पैसा गायब भइदिने, भाकारीहरूबाट चामल गायब भइदिने, गहुँ गायब भइदिने, त्यस्तो परिस्थिति आएमा सेफ दराजमा पैसा किन राखेको पैसा पनि चाबी आफूसँग भए पनि भित्रबाट पैसा गायब हुन्छ। त्यस्तो परिस्थिति आएमा यो भूत बाधाबाट हो। यस्तो परिस्थिति आएमा तत्काल मलाई सम्पर्क गर्नु होला। म फलारी बाबा। मेरो सम्पर्क नम्बर 9847472359 र अर्को 9817416497। यो नम्बरमा सम्पर्क गर्नु होला। म तपाईहरुको सेवा र सहयोगका लागि सदैव तत्पर छु। र यो भूत बाधा भए पार ढोकामा ढकढकाएको आवाज आउने या माथि छतमा बोलेको हिँडेको आवाज आउने, बोलेको आवाज आउने, अनि बाहिरबाट बोलाए जस्तो हुने, कसैलाई फेरि माथिबाट खसे जस्तो हुने, सपनामा खसे जस्तो गराइदिने, ऐठन पार्ने, त्यस्तो यो सबै भूत बाधाबाट हो। यस्तो परिस्थिति आएमा मलाई तत्काल सम्पर्क गर्नु होला। ल म फलारी बाबा। ल सीताराम।